माफ गर, यो जितमा खुसी हुन सकिनँ म। सिंहदरबारसँगै हाम्रो इतिहास जल्यो। नेपाली भनेर गर्वको साथ उठ्ने शिर आज लाजले झुक्यो। हो हामी युवाले देशमा परिवर्तन खोजेकै हो, तर कुनै पनि आमाको कोख रित्ताएर होइन। हो हामीले सत्ता परिवर्तन गर्न चाहेकै हो, तर त्यो सिंहदरबार जलाएर होइन। हिजो विश्व सामु गौतम बुद्ध जन्मिएको शान्ति सुन्दर भूमि भनेर चिनिएको नेपाल आज विद्यार्थी मार्ने देश भनेर कहलिन थाले। हत्या, हिंसा, बलात्कार, लुटपाट गरेर कारागारभित्र छिरेका ती कैदीहरू आज हतियार लिई खुलेआम सडकमा घुम्न थाले। बिना आवाज अदृश्य रूपमा कति रोएकी होलान् ती हाम्री धरती माता, जो आफ्नै सन्तानको रगत आफ्नो छातीमा लतपतिँदा कति पोल्यो होला।